नमस्कार, हावा खबरमा सबैलाई स्वागत छ। अब खबरहरू विस्तारमा। तराईका जिल्लाहरूमा अत्याधिक गर्मी बढेको कारणले गर्दा तराईका कुखुराहरूले उसिनेको अन्डा पार्न थालेका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको खबर हामीलाई प्राप्त भएको छ। त्यस्तै नेपाल घुम्न आएका विदेशी पर्यटकहरूको एक समूहले गाउँघरमा बाहिर सुकाइराखेको गुन्द्रुक चोरी गरेका छन्। सायद उनीहरूले गुन्द्रुकलाई पनि गाँजा भनेर होला। उक्त गुन्द्रुकको खोजी कार्यको लागि मालिक नैलाई खोज्नुपर्ने भन्ने जानकारी हामीलाई प्राप्त भएको छ। त्यस्तै गरी अर्को खबर छ। 27:25 जाँदा पोखराको चिप्लेढुङ्गामा चिप्लेर नेपाल बाँदर सङ्घका अध्यक्ष श्री लङ्गुर बहादुरको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अब खबरहरू विस्तारमा आउँदै गर्छन्, सुन्दै गर्नुहोला है त।